सो सधैँ जस्तो आज पनि सबैजनालाई स्वागत छ। आज चाहिँ बिहान सो आज चाहिँ स्कुलबाट सानो सेन्टनको लागि एउटा भ्रमण छ। सो त्यसकै लागि सबैजना प्रिपेयर गरेर जाँदैछ। सबैजना गइसक्यो, म चाहिँ साथीहरू अझै पछाडि छ। अलि अगाडि अरू साथीहरू चाहिँ गइसक्यो। त्यही हो, बिहान अलि उठेर राम्रो फ्रेस पनि भएन। त्यही हो, आज जोस् रमाइलो हुन्छ होला सायद। 10मा जानुपर्ने, ठ्याक्क 15मा बोलाएको थियो, 10 यहाँ भइसक्यो। जस्ट छिटै जाँदैछ, भेट सबैले होला। आज हामी के गर्छौँ त्यो त म सबै देखाउने नै छु। त्यो सबै हेर्नलाई देखिन्छ जस अब चाहिँ बसमा चढिरहेछौँ। बिस्तारै चढाउ। स्विकेट अगर बस्नु पाउँदैन। मेरो त रातो बल्छ नि। सो अहिले चाहिँ भित्र आइसक्यो। सबैजना यता छन् सिक्टाहरू। अब हिँड्न लाग्यो। अब चाहिँ जस बाटो भिडियोहरू बनाउँदै गर्छ। खाजा आइरहेको भोक लागेर। म गरिदिन्छु भिडियो ल्याउनुहोस्। कोही अझै भागे छैन, सबै ठाउँमा रमाइलो गर्ने।
चाहिँ गएको लिस्ट यहाँ चाहिँ मान्छे यहाँ चाहिँ हामी काहीँ ठाउँ नपाएर बसिरहेको त्यही हो केयर्नु भएर सकिसक्यो होइन हाम्रो गएको सेन्टमान गएको प्रोग्राम सो अहिले चाहिँ लिने बेला भइसक्यो जस अब निक्लिसकेको छ हामी यताबाट सो त्यही हो आज रमाइलो पनि भयो अलि थकै पनि आयो काकोहरू छानियो तर सबै काकोहरू त छानियो तर सबै महँगो महँगो एउटा पनि सस्तो होइन छ राम्रो त राम्रो तर सो त्यही हो अब घर पुगेपछि नै भ्लग गर्छ अरू चाहिँ अब एकदम निन्द्रा पनि लगाइरहेको थकाइ पनि लगाइरहेको सो त्यही भएर सो अहिले पछि भेटौँ सो नाउ हियर अब चाहिँ आइपुगिसक्यो र उर्लिएर बसबाट उर्लिएर सबै ठाउँ घुमेर बसमा सुतिएछ मजाले थकाइ लगाएर जोस् अब चाहिँ घर आइपुग्न लागिसक्यो त्यही त हो नि अब सधैँ देखिरहेकै ठाउँ जोस् रमाइलो भएन रमाइलो त अब कहाँ हुन्छ र अलिअलि हेऱ्यो राम्रो बुझ्यो गएकोहरू अब त्यही हो खासै राम्रो त भेटेन अब साथीले भनेकै गएकोमा बुझ्नु जानु पर्ला ठिकै छ तर अब जोस् साथीहरूले यत्रो गर्यो भने धेरै हो अब चाहिँ आफ्नै हातमा हो सो खुसी लाग्यो आज जोस् रमाइलो भयो आजको दिन सो अब आइ पनि सक्यो घरमा आजलाई भ्लगहरू पनि यति नै हुन्छ होला सायद र अर्को नेक्स्ट भ्लगमा मिल्ने बाचा गर्दै आजको लागि चाहिँ यति नै भन्दै छुट्टिन्छौँ। धन्यवाद।